च्यामल जी सुन्न झ्याल लाउनुस् हैन झ्याल लाउनुस् अनि कोठाभित्र अलिकति चिचार भन्नुस् ल कोठाभित्र त म खड्काको श्रीमती हो गाइज ओला हेलो ओला हेलो ओला हेलो अब्बे तेरी बहन का शादी वाला काम ना अब्बे ओला हेलो हाम्रो पनि साथी भइसक्यो है बस आजलाई भयो बस सरी रमाइलो भयो अब्बे शादी हो चुका है ल च्यामलजी रमाइलो भयो खुसी लाग्यो आज छुटाउ कि हुन्छ भालेको डाको सँगै भोलि विदेश जानु दिनुभयो थ्याङ्क यू सो मच मलाई दिनुभयो थ्याङ्क यू तपाईँ गुड नाइट टाइममा सुत्नुहोस् ल म आज गेस्टमा आउन फेरि हुन्छ नपर्खिनु है अनि बिहा भइसक्यो यहाँ प्रश्न गरेर मान्छेले प्रश्न गरिरहन् क्या बिहा भइसक्यो सुहागरात कहिले भनिरहन् टाइम नदिने होइन बिहा भइसक्यो सुहागरात कहिले भनिरहन् यहाँ बाई ल बाई 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 थ्याङ्क यू च्यावाली धन्यवाद छ थ्याङ्क यू 5 वर्ष अगाडि बिहा गरेको यार अहिले बोल फिल आइरहेको हट्बे आरामी अरे मलाई ल मिलनजीलाई फलो गरौँ गोर्खाली मेरो भाइ के छ हालखबर कहाँ छौ रमाइलो गरौँ भाइ आऊ गोर्खाली भाइ के छ आशिका बहिनी कता हो तिमी के छ हजुर मिलनजी धन्यवाद छ हजुर थ्याङ्क यू सन्चै हुनुहुन्छ के तपाईको हनीमुन पनि टिकटकमा बनाइदिनु आएर माथि आउनु र चियावालीको हनीमुन पनि टिकटकमा बनाइदिनु माथि आउनु र चियावालीको चिया खाएर अगाउनु पर्ने फेरि त्यही कुरा म त ठ्याक्कै मुभीको जस्तो लाग्यो तपाईँले चियावालीको दुध जति खाएर ग्यास्ट्रिक बढाए पनि लास्टमा उपचार निकाल्ने मैले हो ग्यास्ट्रिक निकाल्ने कति बोलेको छ कस्तो बिहा हो सुहागरात बिनाको ला गाइज प्लिज फलो गर्नुहोस् त हाम्रो टपमा हाम्रो ब्रदर हुन्छ है हामीसँग टपमा हुनुहुन्छ हाम्रो दुखी जीवनजी मित्र ब्रदर मिल्छ भने यसो आइदिनु भन्न चाहन्छु है ल हामी एकदमै अन्तिममा छौँ गाइज है तपाईँलाई फलो गर्नुहोस् त उहाँलाई आदरणीय व्यक्तित्वलाई
त गोर्खाली भाइ काममा हो अनि मिलनजी के छ घरमै हो तपाईँ अथवा बाहिर हुनुहुन्छ खै त तपाईँहरूको त मुभी सुटिङ भयो जस्तो लाग्न थालिसक्यो सरजी किन के भयो र ठ्याक्कै मुभी जस्तै एक्टिङ त्यस्तै छ फिल्मको जस्तो टक्क गाना त्यस्तै बनिदिन्छ होइन के भन्नु नो वर्ड रमाइलो रुबेन दाइलाई चिया अगाडि वालीको चिया प्रिपरेसन कम्ती हुन्छ भयो के भन्नु गोर्खाली भाइ हजुर आशिका बहिनी कहाँ छौ बहिनी आउँछन् किनभने म त स्पिचलेस भएँ गाइस एक गाइस ए दाइ भन भन भाइ मायाले घुमाउँदो रहेछ है टाइम त थाहा हुँदैन हेर्नुहोस् रमाइलो भाइ के माया साया छोडा त्यो आजकल त पुलिसमेन गेमहरू खेल्न पनि रुचाउनुहुन्न छोडा होइन न आज होस् न मिलनजी आज म खेल्थेँ भुटनीहरूसँग खेल्थेँ खासै गेम च्यालेन्ज पनि भएन 3-4 गेम ड्र भयो अनि झेलाएर भयो आज नखेल भनेर छोडेर तपाईँको मायातिर ध्यान भयो सिक्का च्यारे होइन यार होइन मिलनजी यार म सक्दो खेलेको आज मस्ती सबैले गर्न भइरहेको छ आशिका बहिनी के अरे सबैजना भ्युवर्सहरूले भन्नु त हो कि होइन भन्नु त ल मुनि लेख्नु न हो भने हो होइन भने होइन सुरुमा यसो 2-4 गेम यसो जोडेर सकेको पुस्टिङ सरजी गर्नु ठ्याक्कै लभमा परेपछि गाह्रो हुन्छ है गाह्रो हुन्छ आशिका बहिनी पुस्टिङ मल्लमा त परेको बाहना मात्रै हो नि दिनभरि नि त्यही चियावाली रातभरि नि त्यही चियावाली यार आज भोलि त आजकल त सपनामा पनि देख्नुहुन्छ होला तपाईँ त म त्यस्तो लाग्न थालिसक्यो है होइन मिलनजी टिकटकको गेमलाई टिकटकमै सीमित गरौँ होला आशिका बहिनी गेस्टमा आज यति चाहिँ भन्नुहुन्छ के टिकटकको गेम हो टिकटकमै भन्नुहुन्छ तर इन्जोय चाहिँ मात्र के अरे डेमा मनभित्र लड्डु फुटिरह भन्न चाहिँ लड्डु होइन, पुरै तर छोरी गेम पनि मात्र हो दाइको हो नि आशिका बहिनी यो सबैले हो च्यावाल ए, रुबेन दाइ, काठमाडौँ गएर के गर्छौ अरे? मुनि त्यही लेखिरहेको छ काठमाडौँ गएर के गर्छु अरे जान्छु भिडियो बनाउँछु चियावालीतिर असनमा भेट्छु होइन होइन चियावालीलाई जिम पठाउँछु भनेको होइन कसले आमा कसले को भन्नेले सरजी मायामा फसिसक्यो रोबिनजी हुँदा हुँदै कसले पठाउला र होइन हो मिलनजी होइन त्यस्तो यार म त ठ्याक्कै म्युजिक भिडियो हेरेँ जस्तै चियावालीको भन्दा ठुलो गाला त दाइको भइसक्यो पुग्लुकै। आज भोलि धेरै दुध खाएर हो कि ठुल्ठुलो भएको छ यार रामलाई फोटोहरू चाहिँ कस्तो कस्तो बनाएको छन् हौ मान्छेले दाइ त्यही त ओके यार मिलनजी तपाईँ म त देख्नुभयो पागल भइसक्यो फोटो देख्दा मैले भिडियो देखाएको सरजी ओ माई गुडनेस कसले बनायो यार त्यस्तो यार को त्यस्तो बेरोजगारी यार दाइ यहाँ सुन्नु न पैसाको माला लागेर त्यही पनि यहाँ सुन्नु न दाइ हजुर होइन अनि चियावाली दिदी अनि बुस्टिङ पनि थियो काखमा एउटा त हेरेँ मैले हामीलाई नि हेर भनेर बिहोस भएको दाइ डाइपर फेरिरहनु भएको थियो तपाईँ त रोकटोक ए इज भेरी डेन्जरस यार मिलनजी यार सक्यो सरजी सक्यो यो तपाईँको अहिलेको यो भिडियो मलाई अरू कुनै पनि हेर्दा भएको थिएन कि त्यो हेर्दा चाहिँ एकदम भयो पलजी यसलाई जितिसक्नुभयो तपाईँले मार्केट खाइसक्नुभयो तपाईँले काठमाडौँ खाइसक्नुभयो पोखरा खाइसक्नुभयो किन म त आज भात पनि खाएन फेरि कसरी खाएँ यार नेपाल खाए मायाको भोज खाएपछि कहाँबाट भात रुच्छ त तिमीले भोज खाँदै भाइ अर्कल टप्के हालो हो नि सरजी मायामा भोक पनि लाग्दैन अरे निन्द्रा पनि लाग्दैन मायाले समय समय केही त म भन्दैन 2 थाल खाएर आएको मिलनजी यार खै होइन न त्यस्तो लप्स भएन हौ मिलनजी यस्तो पन्छन् चियावालीको चिया खाएपछि कहाँबाट भोक लाग्छ गोर्खाली भाइ त्यही हो चियावाली यो त चिया रोटी सोटी पनि पोलेर लिइरहेको हुन्छ त्यही होला नि रोटी पनि दिन्छ रे म त कपाल काट्नु बाग्लो चियामा होइन डुबाउँदै खाँदा डुबाउँदै खाँदा कस्तो हुन्छ बाग्लो चियामा डुबाउँदै खाँदा त्यो रोटी कस्तो हुन्छ होला त कति बोली कि छ्या हाम्रो फेभरेट दिपक दाइकोमा छ क्या कपाल काट्नु ए कता कोलम्बसतिर हो यो ओजी बार्बरमा हेयरस्प्रे ल भाइलाई इन्जोय छ जोस मुन्डन गर्नु प्लिज 7000 मेरा में एक सबले पलासकेन अब दाइ जस्तै ह्यान्डसम हुनु पर्यो भाइ हामीलाई पनि चियावाली पाइन्छ कि यस्तो नभन्नु भाइ यार इफेक्ट कमाला इफेक्ट हटाउनु पर्छ केटी राख्छ है एकको अहिले घरको बुस्टिङले नभएर अर्को बुस्टिङ पनि बनाएर दाइ जस्तै ह्यान्डसम हुनु पर्यो नि त भाइलाई गफ ला यार भाइ इफेक्ट साच्चै यार लाइफ रोबिन चाहिँ हजुर बोलेको 9 महिना भएको छैन फेरि अर्को बुस्टिङ कहाँबाट आयो कि यति छिटो नै आउँछ एआई बाट आउँदै रहेछ हौ भैँसी किन्दा पाडा उपहार भनेर भैँसी किन्दा पाडो पा होइन मिलाइ मलाई कोठे चोर्नी मलाई 1 महिनामै बुस्टिङ आउँदो रहेछ भने त मान्छे त्यो वर्षमा त कति 12 वटा बनाउँछ बुस्टिङ कति बोली कि छ्या
आशिका पनि भात खायो खाइदाइ चिया खानुभयो हजुरले बिचरा आशिका म्याम त स्पिक हाम्रो रुबेन दाइले अर्ग्यानिक चिया खाएर आउनु भएको छ त्यस्तो चिया होइन नि भयो। बाङ्लोवाला अब मलाई चाहिँ चियावालीको मायाको अलिअलि organic चिया। आजको भिडियो चाहिँ कस्तो भएर आउँछ भन्दै हो त्यसमा के रे मिलनजी आजको भिडियो चाहिँ कस्तो भएर आउँछ भन्दै हो त्यसमा हट तेरी मिलनजी हिजो एकजना मलाई 4-5 जना मलाई फोटो पठाए है इनबक्समा यसो हेरेको त मेरा म बिस्तारा सुतिरहेको के मभन्दा मोटो मान्छे सेम अनुहार मेरो छ फेरि एआईदेखि बनाएको छ बिस्तारा सुत्यो उसले पुरा घुम्टो ओढेर पुरा चालेर आएछ हातमा ए तेरी भाँसकी कस्तो बनाइदिएको होला कसले बनाएको यार यसो हामीलाई पनि सियर हालिदियो है कोले भेटे हुन्छ 2-4 ए मेरा अहिले त भ्युअर्सहरूले नाम नै चेन्ज गर्नु भएको हाम्रो कुमार छ सरलाई पनि रबिन लिनुहोस् न प्लस चियावाली राखेको छ नामै मेरो नाम चाहिँ राख्छ थ्याङ्क यू दुखी जीवनजी अँ। रोबिन सर हाम्रो कुमार सरलाई पनि माथि लिनुहोस् नमस्कार सबैजना कता हुनुहुन्छ कुमार सर खै ऊ माथि देखिरहनु पर्छ ए अत नि कस्तो बखर्दैछ ल ब्रदर यसो आइदिनुहोस् त है हजुर धन्यवाद छ थ्याङ्क यू आफ्नो चियावालीको अनुहार देखेपछि बुढीको अनुहार चिडियाखाना जस्तो लाग्छ रे को यो यो कुरा चाहिँ राइट कमेन्ट गरे यार कसले गरेको चिडियाखानाको चिम्पान्जी जस्तो लाग्छ रे आई रेस्पेक्ट माई वाइफ यार Come on. निक्ले मात्रै होला नि भित्र त पुरा लड्डु फसिरहेको छ कसम भनेका रुबेन दाई आजसम्म मैले बिहे गरेको फोटोमा कसैको धेर लाइक देखेको थिइनँ जति यो रुबेन दाईको आयो यार फेक फोटोमा यो गोराजीले याद गरिरहेको छ यो चाहिँ हो पत्याउन नपत्ता म अहिलेसम्म चियावालीसँग नि इनबक्समा एउटा शब्द पनि बोलेको छैन यार कसैको फोटो यस्तो साह्रो भाइरल भएको थिएन यत्रो लगभग 7-8 हजार जना मान्छेको अगाडि डाइरेक्ट भन्दैपछि किन दाइले कुन चाहिँ म्याजिक लगाए इनबक्स चाहियो अरू सबै साथी हो रबिन दाईको वाइफ भनेको वाइफ हो मेरो कुरा त्यही हो दाइ श्रीमती भनेको भाउजू बहिनी सपोर्टमा सधैँ अरू कुरा जिस्किनु मजाक गर्नु टिकटकमा भनेको यो सामान्य कुरा हो होइन कन्टेन्ट हो भाउजूको ठाउँमा चाहिँ कसरी पनि लिन कुन सक्नुहुन्न दिन भाउजू रविनजीले घुल्छ घरमा यार गाह्रो छ कहिले मनभित्रबाट के भइसक्यो सक्यो होइन मिलनजी केही पनि बाहना आत्तिनुहोस् म चोखै छु हाम्रो भ्युअर्सहरू कति केटाहरू जिउँदै लडे एउटा बुस्टिङ आएर नि चोखोले यार आज तपाईँको मैले त्यो ठुलो सुई हेरेर हाँस्दा हाँस्दा झन्डै मरिन म ठुलो सुई भने के हो त्यो ठुलो सुईवाला भिडियो आएको रहेछ नि त पुरै फरिउमा कुन चाहिँ हो आजको गेम बोक्यो है हिजो ए हिजो के भयो र त्यस्तो कोसँग र तपाईँसँग ठुलो सुई छ भनेर भनेर नि उसले हो त्यही हौ ऊ हो त्यो गोर्खाली भाइ कहाँ गयो त्यो हेरेर हाँसेर झन्डै मरेको म थात नमरोस् ब्रदर तपाईँ मरेपछि हामीलाई कसले यहाँ सपोर्ट गर्छौ जिस्केको शब्द चाहिँ दामी बोक्दिने क्या सरजीले नि अनि हाम्रो होस्टमै गायब भयो भने हामी कसरी हेर्नु फेरि यसरी होइन म अहिले 2-3 दिन जति भयो रुबिन सरले यस्तो यो पनिसमेन्टहरू त्यस्तो रुचाउनुहुन्न आजकल खै के भयो होइन मिलन त्यस्तो होइन के त्यस्तो होइन अब चन्दन आउँथ्यो फेरि अब खै के हिजो पनि त्यस्तै गेम भयो अब होस्टे अलिकति कडा होस्टे नभएपछि गेम कडा हुन्न अब त्यही भएर पनि म आज पनि खेल्थेँ कि ब्रान्डसँग अब ब्रान्डलाई मलाई लाग्दैन 1000 गरिदिनु उसको अब बिचरा भोटिनीको स्कोरै गरिदिनु शेर्नीको कोही पनि आउँदैन बिचरा अब हामीले गेम इन्ट्रेस्टिङ पार्ने भने तपाईँहरूले हो नि त ड्याङ्की अब बिचरा उनीको कोही नआएपछि के हेर्ने त्यही भएर गाह्रो भयो लगभग 7-8-9 कति गेम खेल्यो क्या अब यसो हामीले पनि धोबी हाने गऱ्यो उनीलाई पनि झेउला त्यसपछि 3 पटकसम्म गेम ड्र भयो भो आज गेम नखेल भने एकजना विदेशी केटी आएको थिए बिचरा लाइभ प्रो केटी आएको थिए 3-4 गेम कति खेले बिचरा हारे गरी पहिला 2-3 लाख स्कोर आउने मान्छे हारे गरी अब उसलाई पनि झेउला अनि त्यहाँबाट त्यति खासै पन्सन गेम आज कडा भएन हौ अनि नभएपछि कोही सिप नलाएर लास्टमा यसो हेरेको त चियावाली टिना र चन्दनको पो खतरा जाँदो रहेछ टिना केटी त पाकिस्तान मसँग खेली केटी टिना र चन्दनको पो घाँटीमा कुकुर बनिने के लाउने पो त्यो पो गेम जाँदो रहेछ आजभन्दा लगभग 1.5 वर्ष अगाडि चाहिँ हाम्रो टिना चाहिँ मेरो लाइफमा एकदम फेमस मिलनजी हेर्नुहोस् है यस्तो उसको मेरो कडा हुन्छ नि मिलनजी टिना चोपडा के अनि त्यही त हो ऊ फेरि यस्तो के ऊ अलिकति भ्लगर पनि गर्न खोजिदिने उसले चाहिँ ऊ मान्छे सिम्पल छ ऊ अरूलाई पनि दिन्न आफूले पनि गर्दिनँ कि त्यति खासै अरू जस्तो छाडा गरिदिनु उसले त्यही भएर पनि त्यति खासै उसकोमा त्यति खासै ठुल्ठुलो सपोर्टरहरू देखिनँ
तर आयो भने चाहिँ मान्छे उसका पनि आउँछ फेरि ठुल्ठुलै। पहिला पहिला उसकोमा एकदम सपोर्ट आउँथ्यो, गेम रमाइलो हुन्थ्यो, च्यालेन्जिङ हुन्थ्यो। अनि मलाई पनि आजकल गेम खेल्नुभन्दा पहिला व्हाट्सएपमा रुबेन जोइन भन्दा एसएमएस गर्छ खेल्नुभन्दा पहिला। तर अलि ढिलो गर्छ क्या त्यसले, नेपालको टाइम अनुसार उसको दुबईमा बस्छु चाहिँ अलि ढिलो हुँदो रहेछ। त्यही भएर चाहिँ अब मैले अघि पनि जोइन भनेर एसएमएस गरेको त्यस्तै भयो। ल यो टपिकलाई छोडेर हाम्रो रुबिन सरको आज पनि बिहे देख्न पाइयो। अब फल्ना गाउँ छर छिमेकीलाई पनि उठाएर म्यामले म रुबिन खड्काको वाइफ हो भनिसक्नुभयो। अब के छ त तपाईँहरूको राय बुझ्नु? बुस्टरसँगै आउँदो रहेछ फेरि सरजी, महिना दिनको बुस्टरसँगै। 1 महिनामा बुस्टर आउन थाल्यो भने त 12 महिनामा त 12 वटा आउँछ। कति बोलेको छ? अनि यो त सरजी होइन, तपाईँको केसमा फुटबल चाहिँ टिमलाई पनि त्यस्तो जित्छ त, फुटबल टिमलाई पनि जित्छ। साथीहरू एकपल्ट फलो गर्नु प्लिज गाइज, गेस्टमा हुनुको सबैलाई यसो फलो गर्नुहोस् त मेरा मित्रहरू, ड्याङ्की फलो गर्नुहोस् त। होइन रमाइलोको लागि उहाँले पनि रमाइलोको लागि गर्नुहुन्छ, म पनि रमाइलोको लागि। टिकटकमा कहिले काहीँ यसो रमाइलो हुन्छ। पर्सनल्ली हामी वालेसम्म बोलेको छैन, सरजी हामी पनि रमाइलो गरे, सिरियस जानु पर्दैन सरजी। सिरियस जानु भएन मिलन, के परिवार छ भन्ने कुरा बिर्सनु हुन्न। मैले पनि पर्दैन सरजी। घरवाली भनेको घरवाली हो क्या, टिकटकमा पनि बाहिरवाली कहिले काहीँ भनेको त त्यो बाहिरवाली। खै भिडियो कलमै बोले हो कि जस्तो पो हुन्छ के। तर आजको यो अहिलेको जुन तपाईँहरूको एक्टिङ थियो नि, हाम्रो पलजीलाई पनि जित्या होला, जित्या। मोल्डिङदेखि मलाई अफर आउँछ क्या। तपाईँको यो म्युजिक भिडियो हुनुभयो मिलियन क्रस हुन्छ ल, 100मा 100। ल औडा भइदिएर एक्टिङ त्यस्तै सरजी कोट लिन सानो उडेको होइन, अघि भोटिङको झन् त्यो खुट्टामा काँडा त बिजेन नि कोट लिन जाँदा। बिचमा सुत्ने के थियो नि हो। आम्मामामा। भोट्ने अति गरी आज यार मिलनजी, हजुर लास्ट हँसै भोट्ने आज यार। किन? मैले भोट्ने म यसो म गाडी लिएर म उता आउँछु उसमा चितवनमा, तिमी आऊ, तिमी हामी भएर अनि च्यावालाई भेट्न भनेको त कहाँ सुत्ने भने सुरुमा त म त अक्कमक्क परेँ के। अन्त तिमी च्यावालीसँग सुत, म चाहिँ उसको भाइसँग सुत्छु ल। भाइ चाहिँ 20 वर्षको छ अरे। कसरी भनी यार त्यसले मलाई, के अचम्म सोच्न बाध्य भयो। ए बाबा यसले के सोचेर भनी भन्छु यार। औडा के सक्यो रुबिन सरले गरेर सबै बिगाएर। सब मैले बिगारेको मलाई भन्नु अब। क्या बोल्ने र भाइ बोल्ने मिल्ने रहेछ त। लास्ट होइन त्यस्तो गर्नु बिचरा, म त उहाँलाई सम्मान गर्छु, चियावालीलाई पो सम्मान गर्छु। राम्रो लाग्छ उहाँ चाहिँ जे पनि एउटा चिया बेचेर भने आफ्नो जीविका पालन गर्नु भएको छ। काठमाडौँ ठाउँमा चिया बेचेर आफ्नो परिवार पाल्नु ठुलो कुरो नि त। सोनिका के छ हालखबर? के छ तपाईँहरूको हालखबर? ड्युटीमा तिमी? होइन ड्युटी सोनिका म्याम त बिरामी हुनुहुन्छ। के रे कहिले काहीँ यसो रमिता नि हेर्न आउनु पर्यो, कति ड्युटी गर्नु। कस्तो रमिता हो? रमिता अब मिलनजीले भन्नुहुन्छ अस्तिदेखि पनिसमेन्ट खेल्न खासै रुचाउनु भएन। मायामा डुब्ने मान्छेले पानीमा डुब्छन् भने मिलनजी यार, त्यो पनि हो है, हुनु चाहिँ है, त्यो पनि हो। मायामा डुबेपछि पानीमा कहाँ डुब्छन्? त्यो पनि हो। यो पनि बोल्दै कसैको मनमा तिर्खा अड्के अब होइन यार, शब्द अड्के म त यसलाई रमाइलो कुरोमा मात्रै लिन्छु हौ। पाउनेले संसार अहिले पाइसके। त रविनजीलाई पनिसमेन्ट गेम भनेको त पुरा के भन्छ कमिलालाई मुत्ताको पहिरो जस्तै हो। हो नि, केटाकेटी जस्तो घर बना खेले जस्तो भइरहेको। होइन चन्दन अब त खेल्ने भन्थ्यो। चन्दन बिचरा आज फेरि लाइसेन्स बनाउन गएको छ कि ऊ चाहिँ 3 पटकसम्म फेल भएको ट्रायलमा। ब्रान्ड बोका लास्ट हँसा यार, 3 पटकसम्म ट्रायल हो। म त 18 घन्टा लाइभ बस्छ, 6 घन्टा सुत्छ, अनि कति बेला ट्रायल दिन्छ भनेको त। उता पनि ट्रायल दिनु पर्यो, घरमा बुढी पनि छ त्यहाँ पनि ट्रायल दिनु पर्यो भन्छ। के अरे के भन्न छ्या पागल। लास्टमा पास चाहिँ केमा हुन्छ? साथीहरू एकपल्ट 5300 फलो गर्नुहोस् त प्लिज उहाँहरूलाई। तर मलाई त्यो आज अहिलेको तपाईँहरूको गानाको भिडियो चाहिँ आँखामा झलझल आइरहेछ सर। सरजी रियली ग्रेट क्या। भन्न मतलब यस्तो दामी म्युजिक भिडियो बनाउनु भए पनि त्यतिको एक्टिङ त गर्दैन होला मान्छेले। सिरियसली म्यामको लगाउने तरिका अर्कै, सरजीको अर्कै। घुम्टो तिम्रो नहटाऊ लाज लाग्छ न जस्तो मुहारा ए साँच्ची मिलनजीको आवाज साह्रै राम्रो लाग्यो यार। अस्ति मैले हेरेको थिएँ एक दिन यार, बिहान
सिरियसली होइन राम्रो गाउने छ मिलनजीको आवाज एकदम राम्रो एउटा बोल्ड छ के एकदम राम्रो छ उहाँको गाइदिनुहोस् न मिलनजी सरजीहरूको मलाई त म्युजिक भिडियो ठ्याक्कै त्यो आँखामा झलझल आएका सरजी नबिर्सिनु भयो त मिलनजी यार के हो यार जसले भए पनि जसले उयो गर्नुभएको छ होइन त्यो चाहिँ भोलि लाइक यता उयो गर्नुभन्दा पोस्ट गर्नुभन्दा पनि अगाडि मलाई सेयर गरिदिनुहोस् है त्यो लाइक आजको म्युजिक भिडियो चाहिँ खै कल रेकर्ड गर्न म त गर्दैन के मिलनजी मैले त गर्दैन कल रेकर्ड गरेर नि जसले गरे पनि है पठाइदिनुहोस् भिडियो है, आइसक्यो पठाइदिनुहोस्। देउता कुन चाहिँले टिकटक आइडीको नामै चियावाली प्लस रुबिन भन्दै हालिदिएर यार सबैजनाले त्यही गरिरहेछ अहिले त दाइ हजुर फेरि त्यहाँको सबै भिडियो भाइरल पो छ त खै के कन्टेन्ट यस्तो झ्याउ आइदेखि रहेछ कि बहिनी त्यही भने हाम्रो पुरा बिस्तारामा यस्तै सुतिरहेको छु हाम्रो भिडियो बरु भाइरल हुँदैन सरजीहरूको ठक ठक भाइरल हुन्छ नयाँ अहिले हनिमुन मनाउनु लन्डन पुगेको भनेर आहा हनुमान मनाउन चियावालीलाई जहाँ पुगेको हनुमान मनाउन भनेर 4 दिनको सुत्केरी भन्दैछ जसले पनि 4 दिनको चार दिनको सुत्केरी सुत्केरी यो बा आजका भात खायो के अरे के खानुभयो दाइ के रे के खानुभयो तर अरू भन्दा पनि रुबिन सर एउटा कुरा त अरू त यस्तो उस्तै हो तर महिना दिनमै बुस्टरहरू आयो भने चाहिँ साह्रो हुन्छ है सर महिनामा ब्लड त्यसरी त अनि खेलाडीको बिहान नभइकन यस्तो बिहान नभइकन बच्चा यसरी मान्छेले हाल्दै भन्दै यस्तो कुन चाहिँ गीत सुन्दा राम्रो हुन्छ भन्दाखेरि बिर्को मल्लाको चिनीमा कसरी पस्यो कमिलो डाँडा सारीको सुत्तला गुलियो छ कि TR7 धेरै आउँछ फेरि गाह्रो छ खाइने चुरुट खान्छौ कि दाँते मेसी जन्मिन्छ है धेरै गाउँमा मेसी जन्मिन्छ मेसी दाँते अर्जेन्टिनामा त मेसीको नाम साह्रै आउँदैन राम्रो छ है स्वर दिदीको